हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। अनि म चाहिँ यस्तो बिहान उठ्दाखेरि त आकाश कति राम्रो थियो, बाहिर मौसम क्या दामी थियो क्या। अनि मैले चाहिँ यसो भिडियो बनाइहालेँ है। अनि भिडियो बनाइसकेपछि म नुहाउन गएको थिएँ। अनि नुहाएर आएँ म। जति नै पानी पर्ने मौसम भए पनि गर्मी त स्योर 100% हुन्छ भन्ने थाहा भएर चाहिँ म नुहाएर आएँ है। अनि अब खाना के पाक्दैछ भनेर भान्सामा हेर्न गएको, भरे त ओ माई गड मासु। यसो च्याइ हेर्न गएको त भरे बाबाले पकाउँदै हुँदो रहेछ मासु, एकछिन पाक्न छोडिदिनु भएको रहेछ। अनि म चाहिँ भिडियो बनाइहालेँ क्या। अनि मासु पाकेर चाहिँ रेडी भयो। म चाहिँ त्यति साह्रो मासु खाइहाल्दिनँ, झोल र भात खाएको थिएँ। अनि अब साउन महिनामा मासु भन्नुहुन्छ होला, अब खानेले खान्छन् नि होइन र। हजुरहरूले खानुभएको छ कि छैन प्लिज कमेन्टमा भनिदिनु होला। हामीले त खायौँ, अब हजुरले छ भने छ भन्नु होला। अनि त्यसपछि म गएँ पढ्न। त्यत्रो 1000 रुपियाँ हालेर अनलाइन क्लास लिएको छु है। अब नपढ्ने त कुरै भएन। अनि अब एक्जाममा फेल भयो भने घरमा मार्छ नि त, नि यसो पास हुनको लागि भए पनि पढ्नै पर्यो क्या। फेरि थर्ड इयरमा गएर ब्याक लाग्दियो भने त ल्याङ भएन। अब फोर्थ इयरको एक्जाम सकेको हुन्छ नि, अब थर्ड इयरको ब्याक दिन आउनु छ्या बिल्ला। थर्ड इयरमा चाहिँ बिल्लै हुन्छ भनेर पनि पढ्न मन लाग्दो रहेछ क्या। कस्तो अचम्म है, म चाहिँ यहाँ पढ्दैछु। मैले चाहिँ पढ्दै थिएँ। अनि मैले चाहिँ फेरि कस्तो भोक लाग्यो क्या। अनि अब के खानु भनेर म चाहिँ यहाँ करेन्ट बनाउँदैछु। मेरो त्यस्तो स्पेसल रेसिपी त छैन है। सुरुमा चाहिँ मैले त्यही करेन्ट बाँधेको त्यो प्याकेटमा मटर सटर भएको हुन्छ नि त्यो हालेँ। अनि त्यसपछि मैले खोर्सानी हालेँ। अनि अर्को त्यो रातोवाला सस हालेको त भिडियो खिच्न बिर्सेछु। अनि मैले सस र खोर्सानी हालिसकेपछि चाहिँ पानी भक उम्लिन थाल्यो क्या। अनि मैले चाहिँ उम्लेपछि मात्र चाउचाउ हाल्छु क्या। अनि मैले चाहिँ चाउचाउ हालेँ। उम्लिनुभन्दा अगाडि यो चाउचाउ हालो भन्छ नि, फेरि कस्तो प्यात परेको हुन्छ क्या पाकिसकेपछि। अनि अहिले यो उम्लेपछि हाल्दाखेरि चाहिँ साह्रो नै हुन्छ क्या। मलाई चाहिँ यो मेरो साथीले सिकाएकी थिए क्या। अनि म चाहिँ सधैँ यसो गरेर नै हाल्न थालेँ। मेरो चाहिँ चाउचाउ पाकेर रेडी भइसक्यो। त्यसपछि म हाल्दैछु प्याज। मलाई चाहिँ यो प्याज हालेको धेरै मिठो लाग्छ क्या। काँचो प्याज टोक्यो भने चाहिँ कस्तो दामी अर्कै स्वाद आउँछ जस्तो लाग्छ। हजुरलाई लाग्छ कि लाग्दैन प्लिज कमेन्ट गर्नु होला। करेन्ट खाएर चाहिँ के गर्यो, भिडियो खिच्न बिर्सेँ क्या। किनभने यो म त सुतेछु। अनि अब सुतेँ, अब उठ्दाखेरि त फेरि राति भइसक्यो रहेछ। अनि दादा पनि आयो क्या कामबाट। अनि मासु लिन जाम भनौँ। अनि अब यस्तो राति भए पनि हामी चाहिँ मासु लिन गयौँ मासु पसलमा। अनि अङ्कलले चाहिँ मासु काटेर दिँदै हुनुहुन्छ। अब साउन लाग्यो पनि मासु खानु त छोड्नु भएन। अब फेरि यो साउनमा पनि कस्तो मासु खाने, छ्या 1 महिना पनि छोड्न नसक्ने के भनेर चाहिँ प्लिज कमेन्ट नगर्नु होला। अब हजुर खानु नभए नखानु, हामी खानेलाई खान दिनु। हाम्रो चाहिँ यहाँ कुखुराको मासु पाकेर रेडी भइसक्यो। परपरी फुट्नु भएको थियो क्या बाबाले। अनि मैले चाहिँ लिएर आएको थिएँ रेड बुल पनि क्या। अनि मैले चाहिँ रेड बुल, भुजा, मासु, मस्त भुजिया पनि हालेर खाएँ। थ्याङ्क यू फर वाचिङ। बाई, सी यू इन नेक्स्ट भिडियोमा लाइक र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। बाई।